मैले भर्खरै एउटा नाटक पढि भ्याएँ। नाटक लस्ट एन्ड फाउन्ड। यो नाटकलाई ख्यातिप्राप्त रङ्गकर्मी तथा लेखक घिमिरे युवराजले लेख्नुभएको छ। यो नाटक पढ्दै गर्दा मलाई यस्तो लाग्यो म कुनै नाटक होइन, कुनै गहिरो सिनेम्याटिक अनुभवभित्र छिर्दैछु। पात्रहरू, संवाद र दृश्यहरू यति जीवन्त लागे कि म आफै मञ्चको वरिपरि घुमिरहे चाहिँ महसुस भयो। पढ्दा एउटा कुरा मनमा भने आइरह्यो, जब यो नाटक मञ्चनमा आउँछ पढ्दा जस्तै प्रभाव पार्छ कि केही फरक पार्नेछ। साङ्ग्रिला बुक्सद्वारा प्रकाशित यस नाटकले हराएका सपनाहरू, सम्बन्धहरू र अस्तित्वको खोजी जस्ता गहिरो विषयलाई उतारेको छ। मुख्य पात्र सागर र भूमि मार्फत यस नाटकले हामीलाई जीवनका विभिन्न तहहरूको अनुभव गराउँछ। यसमा यशोधरा र सिद्धार्थको कुरा पनि आउँछ। यसले झन् लैङ्गिक शक्ति र अस्तित्वको खोजीको कुरालाई कडा रूपले प्रस्तुत गरेको छ। रमाइलो कुरा लस्ट एन्ड फाउन्ड यही जेठ 2 गतेदेखि मञ्चन हुँदै रहेछ। पढ्ने अनुभव आफैमा गजब लाग्यो। अब यसको मञ्चनको प्रतीक्षामा छु। मेरो लागि यो पहिलो अनुभव हुनेछ, कुनै नाटक पहिले पढेर त्यसपछि हेर्न जाने। तपाईहरुलाई पनि नाटक हेर्न मन पर्छ भने यसपटक पहिले पढेर हेर्नुहोस्। पक्कै पनि तपाईले नाटकका फरक पाटाहरू पत्ता लगाउनु हुनेछ। पढिसक्नु भएको छ भने कस्तो लाग्यो कमेन्टमा लेख्नुहोस्। अन्त्यमा घिमिरे युवराज दाइलाई धेरै धेरै बधाई र नाटक मञ्चनको लागि हार्दिक शुभकामना।